अहिले म नेपालमा छु हैन। यतापट्टि म ठ्याक्कै यहाँबाट यति गरेपछि इन्डियामा पुगेँ। यतापट्टि इन्डिया हैन। यो चाहिँ भनेको 10 गजा एरिया। 10 गजा एरिया भनेको यो चाहिँ यसको मेन पोइन्ट सेन्टरबाट 30 फुट उतापट्टि 30 फिट यतापट्टि हैन। 30 फुट गरेर बिचको भागलाई चाहिँ खेतीपाती गर्न दिँदैन अहिले नेपालको सरकार अथवा गभर्नमेन्टले र इन्डियाको गभर्नमेन्टले गरेर अहिले यो पुरै भाग चाहिँ यो सुकेको भाग जुन छ यो सुकेको भाग पुरै अहिले खेतीपातीहरू गर्न दिँदैन थियो। पहिला भने यो सबै खेतीपाती गरेको ठाउँहरू हो। त्यसमा चाहिँ अब हाम्रो जमिन पनि पर्थ्यो। त्यसमा चाहिँ अब 10 गजा छोडेर अहिले हाम्रो यतापट्टि यहाँ फापरबारीहरू हैन। त्यो फापरबारीदेखि उता चाहिँ पुरै त्यो भित्र पर्छ। फेरि यो छड्के गएर गएको छ यसको सिमाना पुरै यसो छड्के भएर यतातिर बाङ्गो गएको छ। अनि यताबाट यस्तो गएको छ। अब यो चाहिँ धनुष जस्तो नि, धनुष जस्तो यस्तो बाङ्गो छ। यो सिमाना त्यस्तो भएर घुमेको छ। यो सिमाना मिचेको भनेर आउला, यो सिमाना मिचेको चाहिँ होइन। यो म जन्मिँदाखेरिदेखि नै यो पिलर चाहिँ यहीँ थियो। खोला चाहिँ पहिला मेचेको खोला पर छ, उता पर गाउँ छ। त्यस गाउँबाट पनि उतै लगभग यहाँबाट 1 किलोमिटर जति पर गाउँ छ। अनि त्यो गाउँदेखि उता चाहिँ अनि खोला छ। यो खोला कुदेको ठाउँ हो पहिला चाहिँ। अहिले यहाँनिर खेतीपातीहरू भएर बस्तीहरू बसेर राम्रो छ ठाउँहरू।